डोगीको यहाँ खाना परिसक्यो। यहाँ आलु परोठा बनाउनको लागि तयार छ। आज चाहिँ यस्तो खाँदैछन्, पुरै झगडा गर्दै लड्दै खाइरहने। हेलो गाइज, वेलकम ब्याक टु माई ब्लग। 8 बजिसक्यो, बिहानै एकदम चिसो छ आजको मौसम चाहिँ। बिहान मान्छेको खाजा अझै बनेको छैन, खाना पनि बनेको छैन, तर हाम्रो सानो डगीहरूको लागि चाहिँ खाना रेडी हुँदैछ। हाम्रा डगीहरू प्यारा छन्, बिहान पूजा गर्न पनि दिन्नन्। आजकलको मौसम चाहिँ कम्प्लिटली अनप्रेडिक्टेबल छ। हिजो चाहिँ खत्रै घाम लाग्थ्यो, आज एकदम चिसो छ है। त्यसलाई बोलाउनु त पछाडि। यहाँ चाहिँ यस्तो खाँदैछन्, पुरै झगडा गर्दै लड्दै खाइरहने। हामीले चाहिँ अझै केही खान भ्याएकै छैन, यिनीहरूको चाहिँ पुरै खाने बेला भइसक्यो कि। अब खाएर भइसक्यो, अब चाहिँ मान्छे पछि ऊ खेल्नतिर लागिरहने। बच्चा भने बच्चै हो कि, मान्छेको भयो नि कुकुरको भयो नि। यत्रो खाएर अगाएर भ्याएर पनि उहाँ दुध खान गइरहन् कि। यस्तो हुन्छन् बच्चा भनेको। अब चाहिँ हाम्रो खाना बन्दैछ। आज फुल ब्लग चाहिँ यिनीहरूको नै होला जस्तो छ। यिनीहरूले बिहानको खाइसक्यो, अहिले चाहिँ यहाँ फेरि खाना रेडी छ हाम्रो। यो चकचकी हुने यिनीहरू है, खतरा माया लाग्दो छ, खाना दिनुपर्छ। तर यहाँ हेर्नु, यहाँ सब यस्तो क्या, पुरै खाना नहुने बनाइदिइसक्यो कि यिनीहरू। एक दिनमा यस्तो खतरा छन् कि यिनीहरू, एक दिनमा चकचक गरेर पुरै भइसक्यो यिनीहरू। चकचकै हो नि हेर्नु, लडाइ छन्। यो एकदम हेर्दाखेरि त सोझो देखिरह, यो लास्ट चकचके हो। ऊ भने यो लास्ट चकचके झन् चकचके। यो खत्रै चिसो छ बाहिर है। आज बाहिर निस्केर के काम गर्ने जस्तो मौसमै छैन। त्यही भएर ठ्याक्क बिस्तारामा बस्ने, ल्यापटप अन गर्ने, त्यसमा एउटा फिल्म हेरिन्छ या त फुल अन एनिमी चल्छ। आज एडिटिङ गर्न पनि टन बाँकी छ यार मेरो। यस्तो नयाँ कन्सेप्टहरूमा हल्का मैले सोचिरहेको छु, स्क्रिप्टहरू लेखिरहेको छु होइन। त्यसको यस्तो कमेडी भिडियोहरू बनाउने, त्यो पनि हेर्नुपर्ने छ। अझै स्क्रिप्टहरू बनाउनु पर्ने छ। काम चाहिँ टन्नै छ। अनि एनिमी चाहिँ हेर्न छोड्नु हुँदैन। मैले चाहिँ अहिले ऱ्यान्डम एनिमीहरू हेरिरहेको छु। टप एनिमीहरू चाहिँ मैले लगभग सब कम्प्लिट गरिसकेँ। तपाईँले चाहिँ कतिको हेर्नुहुन्छ एनिमी भनिहाल्नु है त कमेन्टमा। हामीले चिया पिँदैछौँ। अब डोगीको यहाँ खाना परिसक्यो। यहाँ आलु परोठा बनाउनको लागि तयार छ। यहाँ अचार पनि ठिकै छ, आँपको अचार राम्रो छ। त्यसैले ल अब लाइक, कमेन्ट र सब्सक्राइब गरिदिनु होला, फलो गरिदिनु होला। दिनु है त ल, फ्याट्टै आन्टीले भनेपछि गर्नै पर्छ क्या। हामी चाहिँ चिया खाँदैछौँ, अनि यो डगीहरू चाहिँ रोटी खाँदैछ है दिउँसोको लागि खाना खुवाउँदैछौँ। बही उस गरेर यो हेते कालो हेते खाने देखिन। ल गाइज, यहाँ परौठा बन्दैछ। यदि तपाईँलाई परौठा बनाउन आउँदैन भने चाहिँ मैले सर्ट्स भिडियोमा राखेको छु, गएर चेक गर्नु होइन। पुरै प्रोसेस बताएको छ, त्यो फलो गर्नुभयो भने चाहिँ तपाईँको दामी परौठा बन्छ क्या। दिनदिनै आलु परोठा, गोपीका परोठा, मुलाका परोठा। आलु परोठा चाहिँ मेरो एकदम फेभरेटै भने पनि हुन्छ। अनि अस्ति हामीले बनाएको थियो नि त्यो पकौडा, त्यो पकौडा पनि एकदम दामी थियो क्या। त्यो पकौडा पनि मैले हल्का सिकाएको छु त्यहाँनिर बनाउनु। तपाईँले हेरेर बनाउनु, खानु बबाल छ त्यो पनि। हामीले परोठा बनाएर खाँदै थियो गाइज। एकदम स्याड न्युज आयो। हाम्रो गाउँको एकजना ग्रान्ड मदर चाहिँ एक्सपायर हुनुभएछ। रेस्ट इन पिस उहाँको आत्मालाई। अनि बाँकी चाहिँ आज केही पनि छैन एक्स्ट्रा। ओके, बाई।